यो चाहिँ मेरो अब एकदमै फेभरेट बाटो हो हैन। यो चाहिँ अब हाइवे, यो अल्बर्टस्टोनको जस मलाई एकदम मन पर्छ यो हाइवे चाहिँ। अनि जस यो भिडियो बनाउनुको अलिकति मिनिङ पनि छ। कस्तो भन्दाखेरि यस्तो रुल्सहरू चाहिँ हाम्रो नेपालमा पनि हुन पर्यो भन्ने कुरा हो हैन। अब जस्तै यो हाइवेमा ड्राइभ कसरी गर्ने, के गर्ने हैन। अब यो चाहिँ मलाई एकदमै सफा, एकदमै राम्रो हैन हाइवे हो यो हैन। अब लेट्स ड्राइभ। अब यो 110 को स्पिड हो यहाँको चाहिँ। अब साइडमा चाहिँ समुद्र छ हैन। अब यो चाहिँ मलाई एकदमै मनपर्छ यो बाटो। जस्तो अब काममा आउन जाँदा सधैँ बिहान बेलुका सधैँ हिँड्नुपर्छ। यो 25 किलोमिटर छ घरबाट हैन, डेमोनपोर्ट भन्ने ठाउँमा। अल्बर्टस्टोनबाट डेमोनपोर्ट हैन, सधैँ यही बाटो हिँड्छु। तर यो बाटो एकदमै मनपर्छ, एकदमै राम्रो लाग्छ मलाई चाहिँ यो बाटो। अब स्पिड पनि त्यस्तै हुन्छ हैन यहाँ। अब अहिले अब 110 पुऱ्याउनै पर्छ। तर लेफ्ट लेनमा चाहिँ अब 90-100 मा हिँड्दा नि केही फरक पर्दैन। ओभरटेक गरेर अलिकति स्पिड जाने हो भने राइटमा जाने हो हैन। दुईटा लेन छ यहाँ। अब धेरै कुराहरू छ हामीले गर्नुपर्ने, सिक्नुपर्ने र त्यो कुराहरू चाहिँ नेपालमा देखाइदिनु पर्ने। जस्तै अब डेभलपमेन्टको पहिलो चरण भनेको चाहिँ बाटो हो। बाटो बनिसकेपछि अब हाम्रो नेपालमा चाहिँ लाइसेन्स लिने तरिकै गलत छ, एकदमै गलत छ। हाम्रो चाहिँ जोग्राफिकल कन्डिसन कस्तो छ, बाटो कस्तो छ, त्यो अनुसारको हामीलाई चाहिँ शिक्षा, एउटा रिटर्न एक्जाम त्यो अनुसारको, अनि ट्रायल रोड टेस्ट पनि त्यो अनुसारको गर्नुपर्ने हो। तर नेपालमा के छ, पहिला लट्ठी नगाउने, अहिले चाहिँ के एट गर्ने बाइकको, गाडीको चाहिँ यल गर्ने, उ गर्ने, त्यो त्यसरी हुँदैन। अब यो जति पनि नेपालमा चाहिँ जो अब ड्राइभिङ स्कुलहरू छ त्यसलाई चाहिँ गभर्मेन्टले आफ्नो अन्डरमा लिएर चाहिँ तिमीहरूले चाहिँ यसरी ड्राइभिङ सिकाउनु पर्यो है। यहाँ बाटो यस्तो छ, नेपालको हाइवे यस्तो छ, उस्तो छ भनेर त्यो सिकाएर अनि हरेक ड्राइभरहरूलाई रुल्स हुन्छ नि त, कहाँ रोक्ने, कहाँ नरोक्ने। अब नेपालमा चाहिँ हाइवेतिर बढी चाहिँ अब मोलिङ सडकतिर भनौँ न, एकदमै पहिरोहरू जाने, पानी पर्दाखेरि के गर्ने। अब पानी पर्दा इमर्जेन्सी कन्डिसनमा के गर्ने, कुनै पनि लाइसेन्स होल्डर र गाडी होल्डर अथवा बाइक चढेर हिँड्ने मान्छेहरूलाई त्यो थाहा नै छैन हो। त्यस्तो कुराहरू चाहिँ सिकाउनु पर्यो लाइसेन्स लिँदाखेरि होइन। अब यस्तो कुराहरू छ सिक्नुपर्ने। अब यो चाहिँ अब यो साइडमा चाहिँ पुरै यो कल्टिभेटेड अब यो एग्रिकल्चर गरेर बसेका छन् मान्छेहरू होइन आफ्नै ठाउँमा। अब सिक्नुपर्ने धेरै कुराहरू छ। अब नेपालमा चाहिँ सबैजना त्यो कुर्सीको मात्रै वरिपरि घुमेर पद कुर्सीको लागि मात्र भनेर विकासको नाममा बी पनि गरेन कसैले पनि। जस्तै अब विकास, समृद्धि, शान्त, अब सुन्दर बनाउनको लागि सुरुमा हामीले चाहिँ शिक्षाबाट सुरु गर्नुपर्छ। हरेक कुराहरू शिक्षाबाट। जस्तै अब लाइसेन्सको कुरा पनि हामीले चाहिँ लाइसेन्सको ज्ञान, बाटोको ज्ञान त्यो पनि शिक्षाबाटै दिने हो। अब हामीलाई केही गर्नु छ देशमा, अबको 10 वर्ष पछाडि एउटा केही राम्रो डेभलपमेन्ट अरू यो विदेशको जस्तै गर्नु छ भनेदेखि चाहिँ अब नर्सरीमा पढ्ने विद्यार्थीबाट त्यो सुरु गर्नुपर्छ क्या। त्यो अब शिक्षा दिनुपर्छ होइन, त्यस्तो कुराहरू। अनि मात्र सम्भव हुन्छ, नभए आजको आजै भोलिको भोलि हुँदैन। अनि मेन कुरा रह्यो भनेको रुल्स एन्ड रेगुलेसन सबैले फलो गर्नुपर्छ। चाहे त्यो गाडी चलाउँदाखेरि होस्, चाहे कर्मचारीले काम गर्दाखेरि होस्, चाहे कुनै नेताले चाहिँ आफ्नो गाउँ समाजमा काम गर्दाखेरि होस्, सबै कुराहरू गर्नुपर्छ। अब अरू भने यस्तै हो। अवश्य हामी विदेशबाट यस्तो कुराहरू देखाउन त मन होइन, त्यही पनि यस्तो चाहिँ सम्भव छ है, गऱ्यो भनेदेखि यो गर्न सकिन्छ, यसको लागि ठुलो कुरा केही पनि हुँदैन भन्ने कुराहरू हुन्छ होइन। अब यहाँ चाहिँ अब सानो सानो कुराहरूमा ध्यान दिएको हुन्छ। जस्तै फर इक्जाम्पल यो 20 को लाइन छ नि, यो व्हाइट टिक होइन। अब यो व्हाइट टिकबाट चाहिँ अब हामीले ओभरटेक गर्न पाइयो होइन। अब त्यो ओभरटेक नगर्ने ठाउँमा चाहिँ पहेँलो लाइनिङ हुन्छ र त्यहाँ चाहिँ एउटा चाहिँ पहेँलो बत्ती हुन्छ नि, त्यो बाटोमा एट्याच गरिदिएको हुन्छ। अनि त्यसको मिनिङ के भन्दाखेरि चाहिँ अँध्यारोमा एउटा चाहिँ लाइटको काम गर्यो। अनि हाम्रो चाहिँ लेन बाहिर गयो भने त्यहाँ हाम्रो चक्का पर्ने बित्तिकै अलिकति डिफ्रेन्ट टाइपको चाहिँ साउन्ड आउँछ क्या, त्यसले चाहिँ सेफ्टी गर्छ होइन। अब यस्तो कुराहरू नेपालमा काहीँ पनि छैन जस्तो लाग्छ मलाई। अनि अर्को भनेको यो लेफ्ट ह्यान्ड साइडमा जुन एउटा चाहिँ एकदम सेतो लाइनिङ छ, यो चाहिँ कस्तो नि, यो पिच बाटोभन्दा अलिकति थोरै
यसको हाइट छ होइन, अनि यसमा चक्का पर्ने बित्तिकै ढ्वार्र कराउँछ होइन। अब यसको मिनिङ चाहिँ यत्रो चाहिँ अब यो बाटोको लाइन बाहिर भइसकिस्, सेफ्टी अपना है भनेर भनिदिएको कुराहरू हो क्या होइन। अब यस्तो कुराहरू छ। अब यस्तो कुराहरू चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ। अनिखेरि नेपालमा पनि सकिन्छ सबै कुराहरू, तर नेपालमा विकास होइन कि नेपालमा चाहिँ विरोधै विरोध प्लस चाहिँ